छोरी छाडा हुँदैछ, लगाम खिच। अझै केही बिग्रेको छैन। खेतको डिलबाट तोयनाथले भाइलाई आदेश मात्रै दिएनन्, खाउला झैँ गरेर हकारे। जे भन्नु छ मलाई सिधै भन्नु न ठुलो बा, मेरा बालाई किन थर्काउनुहुन्छ? महिला विरुद्धको अन्यायमा मैले चुपचाप सहनु पर्ने हो? अग्रताले उनैतिर पस्न तेर्स्याए। नानी चुप लाग, आफूभन्दा ठुला मान्छे बोलेको ठाउँमा यसरी ओठे जवाफ फर्काउनु हुँदैन। आमाले छोरीलाई चुपचाप गराउन खोजिन्। किन? म किन चुप लाग्नु? उसले ठाडै प्रश्न फर्काउँदै कराउन थाली। यतिका वर्षसम्म रोगले थलिएका दाई रोगकै कारणले मरेपछि भाउजू कसरी लोग्ने टोक्कुवा हुनुभयो? आजसम्म स्वास्नी मरेपछि कुनै पुरुष स्वास्नी टोक्कुवा बनेको देख्नु भएको छ? सत्य बोल्न के को डर? नारीलाई उत्ताउली, बाँझी, बोक्सी, चरित्रहीन, बेस्या देख्ने नालायकहरूको जमातले नारी देवी हुन्, पृथ्वी हुन् भनेर स्वीकार्न सक्दैन हो नि? आखिर जहिले जहाँ जसरी हेपिए पनि हेपिने स्त्री मात्रै किन? मान्छे जर्कटी भए पनि यसले कुरा त ठिकै गर्छे। काट्दा काट्दैको मुठी लिन छोडेर पल्लो गरामा धान काट्दै गरेको छिमेकी थमन जुरुक्क उठेर समर्थन जनाए। थमनका कुरा सुनेर ठुलोबा झन फतफताए। पल्टना जमदार भएको मान्छे, कायदा कानुन बुझेको होला भन्ठाने थिए, तेरो जिन्दगी पनि फरियाकै पछि लागेर जाने भयो ठागु। उसले प्रश्न तेर्स्याए। पहिला यस्तो थियो उस्तो थियो भनेर लिडे ढिपी नगर्नुहोस् न बाजे। लु धर्म नछाडी भन्नुहोस् त, तपाईँको जेठा जीवा मर्दा जेठी आमा सती जानुभएको हो कि होइन? कि होइन? उनी मौन बसे। थमनले फेरि तर्क गर्यो। उसो भए 25 वर्ष अगाडि तपाईँको जेठी श्रीमती मर्दा तपाईँको पनि आयु सकिनु पर्ने होइन? खोइ त निसाब। थमनको आड पाएपछि अग्रताले भनी, स्त्रीलाई पहिला कानुनले हेप्थ्यो, अहिले समाजले। फरक यति हो। हस्, धन्यवाद। फरक यति हो।